यहाँ हेर्नुहोस् है यस्तो खालके चाहिँ झार चाहिँ छ। यो चाहिँ एकदमै लहरा जस्तो जान्छ कि उखाल्नु पनि अप्ठ्यारो है साथीहरू। यस्तो चाहिँ लहरा जान्छ नि त यो झारको चाहिँ। गाडी पनि झुन्दै रहेछ। हेर्नुहोस् है यस्तो आलुभित्रको है झारहरू गोड्नुहुन्छ कि हुँदैन साथीहरू भन्नुहोस् ल तपाईँहरूले कमेन्टमा। खासमा चाहिँ आलुबारीभित्र पस्नै हुँदैन अरे आलु पलाएपछि भनेर चाहिँ सुनेको है। आलुमा कमिला लाग्छ अरे धमिराहरूले आलु खान्छ भनेर चाहिँ सुनेको नि त। अब के गर्नु अब नपसी भएन त अन्त। यस्तो झार छ नि त। यति साह्रो चाहिँ बिजोग बनाएको छ आलुलाई चाहिँ हो। साथीहरू आलु त सबै यसले लडाइदिएछ।